लाइफमा चाहिँ हामीले जहिले पनि धनलाई दुईटा एक्सट्रिममा हेरिरहेको हुन्छौँ। एउटा एक्सट्रिममा मान्छेहरूले के भन्छ भने धन नै सबै चिज हो, धनले नै तपाईँलाई खुसी बनाउँछ, लाइफमा पूर्ति दिन्छ भन्छ। त्यसै गरी अर्को एक्सट्रिमको मान्छेहरूले चाहिँ धनले दुःख दिन्छ, धन काम छैन, धन ठुलो कुरा होइन, मन ठुलो कुरा हो भनेर एउटा आफ्नो विचार राखिरहेको हुन्छ। तर कसैले पनि मिडल ग्राउन्डमा बसेर चाहिँ कुराहरूलाई हेरिरहेको हुँदैन। दुवैजनाले आफ्नो आफ्नो एक्सट्रिममा कुरा गर्छ। तर लाइफ एक्चुअलमा मलाई चाहिँ के लाग्छ भने ब्ल्याक पनि छैन र व्हाइट पनि छैन। लाइफ ब्ल्याक एन्ड व्हाइट छ। दुईटैको इम्पोर्टेन्स र दुईटै कुरा चाहिँ मिश्रित भएर बनिएको हुन्छ लाइफ। त्यही भएर धनलाई पनि एकदमै इम्पोर्टेन्स दिनु पनि जरुरत छैन। त्यसको पनि केही इम्पोर्टेन्स त छ लाइफमा, आफ्नो डे टु डे लाइफमा एकदम इम्पोर्टेन्ट छ। धेरै प्रब्लमहरू सल्भ गर्छ त्यसले, धेरै तपाईँलाई अननेसेसरी स्ट्रेस क्रिएट गर्नुबाट चाहिँ तपाईँलाई बचाउँछ। तर त्यसको साथसाथै धन तपाईँसँग भएर चाहिँ तपाईँ मेन्टल्ली फिजिकल्ली खुसी हुनुहुन्छ, तपाईँलाई लाइक सबै कुराको पूर्ति हुन्छ भन्नु पनि त्यो पनि फेरि अर्को एक्सट्रिममा जान्छ। त्यही भएर कुराहरूलाई चाहिँ हामीले मिडल ग्राउन्डमा बसेर हेर्न सिक्नुपर्छ, न कि लाइक कुनै एक्सट्रिममा। किनभने लाइफ कहिले पनि ब्ल्याक कि त व्हाइट हुँदैन, ब्ल्याक एन्ड व्हाइटको मिश्रण हुन्छ। त्यसरी नै कुराहरूलाई हेरेर अगाडि बढ्न सिक्यो भने सायद लाइफ अलिक धेरै इजी पनि हुन्छ जस्तो लाग्छ मलाई।